राजा ज्ञानेन्द्रप्रति मेरो कुनै पूर्वहरू पनि बडो उच्च सम्मान पनि छ। तपाईँले याद पनि होला जब उहाँले एकचोटि हार्ट एट्याक भएको पनि खबर पाएँ। म नजिकै म गएँ, म कसैले भनेर गएको होइन, त्यति बेला मात्रै सामान्य कुरा मात्रै हो। र कुनै बेला त्यस्तो अवसर परेछ भने अलिकति उहाँका कुराहरू सुन्ने, उहाँको भावना बुझ्ने पनि मेरो इच्छा चाहिँ छ। उहाँलाई अन्याय पर्याय हुनसक्छ, देश र जनताको हितमा हुने कुरा जो कसैले उठाएको भए पनि त्यसमा चाहिँ छलफल गरेर अगाडि जाउँ। नेपाल हिन्दू धर्म सापेक्ष राज्य थियो र त्यसैमा फर्किनुपर्छ भन्ने जुन माग सुनिन थालिएको छ, अलिकति देशको एउटा विशिष्ट अवस्थामा त्यसैले आशंकाले गर्दा हाम्रा अन्य कुराहरू पनि खलबलिने, जनताको बिचमा झन् आशंका हुने र त्यसले गर्दा फेरि अरूले पनि खेल्ने स्थिति आउँछ भने फेरि क्रमशः जान पनि सकिन्छ, उपयुक्त बाटो खोज्न सकिन्छ भन्ने मलाई लाग्छ। नेपालगञ्जको वार्ता ताका हापुरे जानुभन्दा अगाडि त्यो दिन तपाईँ एउटा कागज A4 साइजको कागजमा स्ल्याप गर्दै हुनुहुन्थ्यो, के हो यो पुनर्लेखन भनेको। त्यहाँबाट सुरु भएको राजनीति आज फेरि अलिकति मच्योर्ड र अलि रेट्रोस्पेक्टिभ, अलि अकोमोडेटिभ बाबुरामसँग कुरा गरिरहेको मलाई अनुभव भइरहेको छ। तपाईँ अलि अकोमोडेटिभ हुनु थाल्नुभयो अब? हो, मलाई अलि बढी अब आजकल बढी चिन्ता चासो के लाग्न थालेको छ भने हामी सबैको चाहना, पवित्र चाहना, राजादेखि लिएर पार्टीहरू हुँदै म बाबुराम भट्टराई समयको नियतै खराब म भन्दिनँ। लार्जर स्केलको रिकन्सिलिएसन गर्न सकिन्छ नेपालमा? म त सक्नुपर्छ जस्तो लाग्छ। पार्टीभन्दा पनि अलि माथि उठेर देशलाई केन्द्रमा राखेर सबैले फेरि बहस छलफल गर्ने, कुराकानी गर्ने बेला हो जस्तो मलाई लाग्छ। त्यो लार्जर रिकन्सिलिएसनको स्क्रिप्टमा तपाईँ घोत्लिन थालिरहनु भएको छ अहिले? हो, म थालेँ। यो संविधानलाई सुधार गर्ने विषयमा चाहिँ छलफल गरौँ। मेरो चाहिँ आग्रह छ सबै नेताहरूले यो कुरा पुगोस्। राजादेखि लिएर भनौँ कार्यकारी भूमिका निर्वाह गरिसकेका मान्छेहरू, राज्यका विभिन्न अङ्ग पुगिसकेका मान्छेहरूले चाहिँ एकचोटि फेरि छातीमा हात राखेर सोचौँ र देशलाई यो जुन एउटा डरलाग्दो दिशातिर उन्मुख हुन खोजिरहेको छ, ठुलो द्वन्द्वको केन्द्र बन्ने खतरा छ, यसलाई बचाउनको निम्ति प्रयत्न गरौँ भन्ने मेरो चाहिँ सबैसँग विनम्र आग्रह छ।